नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आज म हजुरहरूको लागि नरम नानको रेसिपी लिएर आएको छु। आशा छ यो रेसिपी हजुरहरूलाई पक्कै पनि मन पर्छ। यो बनाउनको लागि मेन चाहिने सामग्रीहरू मैले स्क्रिनमा देखाएँ के चाहिन्छ भनेर। 3 कप मैदा, आधा कप दुध, आधा कप दही, 1 टीस्पून चिनी, 1 टीस्पून नुन, आधा टीस्पून बेकिङ पाउडर र 2 टेबलस्पुन मैले तेल लिएको छु, बटर अनि धनिया। र अब यो डो बनाउनु पर्ने हुन्छ। हामीले एउटा भाँडामा मैले 3 कप मैदा राखेँ, बेकिङ पाउडर, नुन र चिनी राखेर यसलाई राम्रोसँग मिक्स गरेँ मैले। र दही राखेको छु मैले। दही चाहिँ मैले रुम टेम्परेचरको हिसाबले लिएको हो र दुध पनि लिएको छु र दुध पनि राखिदिएँ र सबलाई राम्रोसँग मैले मिक्स गरेको छु। दही राखेको हुनाले चाहिँ यो नान बनाउँदा सफ्ट नान बन्छ। र यो डो बनाउँदा अलिक गाह्रो भयो भने थोरै पानीको प्रयोग पनि गर्न सक्नुहुन्छ। मैले थोरै पानीको प्रयोग पनि गरेको छु। र माथिबाट तेल राखेर फेरि मुछ्न सक्नुहुन्छ। मैले फेरि मुछेको छु। र माथिबाट कपडाले अथवा प्लेटले छोपेर आधी घण्टासम्म छोड्दिन सक्नुहुन्छ। सकेसम्म 1 घण्टा पनि छोड्न सक्नुहुन्छ। जति राम्रोसँग यसलाई लामो छोड्यो त्यति नरम बन्छ। आधी घण्टा पछाडि चाहिँ हाम्रो डो यस्तो भयो, हेर्न सक्नुहुन्छ पिठोको डल्लो। र फेरि यसलाई माड्नु होला। र माडिसके पछाडि यसलाई चाहिँ अब हजुरले डिभाइड गर्न सक्नुहुन्छ, कतिको ठुलो सानो गरेर। मैले यसरी डिभाइड गरेँ र बेल्ने चौकोमा चाहिँ मैले थोरै पिठो छर्केको छु। नानको साइज कस्तो बनाउने हजुरमा डिपेन्ड हुन्छ, ठुलो सानो। मैले चाहिँ सानो सानो वाला बनाएको छु, हेर्न सक्नुहुन्छ हजुरहरूले। हाम्रो नान बनाउने पिठो चाहिँ अलमोस्ट रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ। रोलिङ पिनको सहायताले हजुरले पिठो फेरि छर्केर त्यसलाई बेल्न सक्नुहुन्छ। मैले बेल्न थालिसकेँ। हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। यस्तै मिठो रेसिपीको लागि चाहिँ हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुपर्ने हुन्छ। ठुलो सानो साइज आफूमा भर पर्छ। हजुरलाई जस्तो बनाउनु मन छ त्यस्तै बनाउनुहोस्। र माथिबाट चाहिँ मैले हरियो धनियालाई राखिदिएँ र माथिबाट प्रेस गरेको छु, थिचेको छु। हजुरहरूले रोलिङ पिनले पनि बेल्न सक्नुहुन्छ। साइडमा मैले तावा तताउनको लागि छोडिदिएँ र तावा मजाले तातिसकेको छ र मैले माथिबाट चाहिँ अहिले भर्खरै बनाएको रोटीलाई त्यसमाथि राखिदिएँ। हल्का हल्का उक्सिन थाल्यो भने चाहिँ हजुरले साइडबाट बटर राख्न सक्नुहुन्छ। बटर छैन भने हजुरले घिउ पनि राख्न सक्नुहुन्छ। र वरिपरि फैलोस् भनेर मैले हातले चलाएको छु। एक मिनट जति हजुरहरूले बोथ साइड पकाउनु पर्ने हुन्छ। र उल्टाइ पल्टाइ राम्रोसँग दुईटै साइड रातो रातो हुन्जेलसम्म हजुरहरूले पकाउनु पर्ने हुन्छ। यसरी रेडी हुन्छ हाम्रो पहिलो नान। र अर्को प्रोसेस पनि मैले त्यसरी नै गरिसकेँ, हेर्न सक्नुहुन्छ। गोलो बनाए पनि हुन्छ नान, लाम्चो, आफ्नो जे हिसाब लाग्छ त्यही अनुसारले गर्न सक्नुहुन्छ। यो इन्ग्रिडियन्ट हजुरले फलो गर्नुभयो भने घरमै सफ्ट नान बनाएर खान सक्नुहुन्छ घर परिवारमा। पक्कै पनि यो रेसिपी हजुरहरूलाई मन पर्यो भन्ने मेरो आशा छ। यसरी बनाएर
घरमै इन्जोय गर्नुहोला सफ्ट नान। हेर्नु हल्का हल्का पफ हुन थालिसक्यो र अब यसलाई फ्लिप गर्न सक्नुहुन्छ। आशा छ यो रेसिपी हजुरहरूलाई पक्कै पनि मन पर्यो। मन परेमा साथीहरू बिचमा पनि यो सेयर गर्न सक्नुहुन्छ। मेरो भिडियो अन्त्यसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अर्को साता नयाँ रेसिपी लिएर म उपस्थित भइहाल्छु। त्यतिन्जेलसम्म हजुरहरूलाई नमस्ते।